हाँ जमीन जान्छ भयो क्रिस्चियन भयो क्या बुढा क्रिस्चियन चाहिँ भयो र मुस्लिम त अब हामी पो भएको त अब अरे यतिकै सुतेको अब बस मिलाउने हो अब यतिकै हो बिस्तारलाई अब टेन्टलाई ल यो पनि लैजा भाइ यो पनि यो हो हाम्रो रातिको सानो हाउस मिनी हाउस क्याम्पिङ बोनटमा राख्दैछ कम्बल यो त्यसमा बेकमा हाल्छ हिजो चाहिँ यो रातिमा सुतेको यता दुर्गा मन्दिर ठाउँमा दुर्गा मन्दिर भयो है दुईटै गाडी लगाएर हामी हो त्यो यसमा क्याम्पिङ टेन्टमा यहाँ सुत्नलाई सजिलो पनि छ शीतल छ सबै ठाउँमा त घाम लागेको छ तर शीतल छ यता चाहिँ टोइलेट पनि छ है साथी त्यही भएर यहीँ सुतेको अब एकछिन मुखसुख धुने हो टोइलेट जाने हो अर्को ठाउँमा त घाम लागेको छ ए गर्मीको समयमा यस्तोतिर सुत्नुपर्छ अहिले बिहानी पखको समयको हो यो चाहिँ मौसम चाहिँ धेरै गर्मी छ बिहानी पखको मौसमहरू चाहिँ यसको तल लेफ्ट साइड तल खोल्चोमा चाहिँ खोला हो यहाँमा ट्रकको पछाडि हिँडेको यहाँ एउटा गुरुजीको पछाडि ट्रक माफिया गुरुजीले डायलग पनि लेख्नु भएको रहेछ ट्रक माफिया रुल द रोड यस्तो भनेर लेखिरहेको रहेछ गुरुजीले चाहिँ अहिले बिहानी पखमा यस्तो गर्मी छ त असममा त धेरै छ गर्मी 38 भनौँ न 38 हाइस यति टेम्परेचर पुगिरहेछ अहिले आसामको मौसममा चाहिँ यति गर्मी छ हिँड्नु पर्यो अब साथीहरू यो अब दिउँसो भइसक्यो अहिले त दिउँसो भइसकेर त्यसपछि हिँडेको यहाँमा एउटा गुरुजीसँग म मेरो गाडी चाहिँ उता कोनामा उतातिर राखेर त्यही भएर भोलिको लागि के छ खबर यस्तो लोड सब मिलाउनलाई निस्केको त है गुरुजीसँग अगाडिको मौसम इन्जोय गर्दै जानु पर्यो गर्मीको है साथी तिर्पल गर्नु पर्दैन होला रे अहिले बेलुका माछा त लोड हो